नमस्कार साथीहरू, के हजुरले कहिल्यै सोच्नु भएको छ जहाँ एउटा यस्तो सहर जो संसारको सबैभन्दा ठुलो टेक कम्पनीहरूको हब हो, जहाँ अरबौं डलरको इकोनोमी रहेको छ र त्यो सहरमा हजारौं मान्छेहरू बिना घरका बाँचिरहेका छन्। यो कुनै फिल्मको कहानी होइन, यो सच्चाइ हो र यो सियाटल हो। अमेरिकाको चम्किरहेको सहर, तर आज यो सहरको पछाडि लुकेको छ डरलाग्दो सच्चाइ। जहाँ एउटा यस्तो सहर जसलाई अमेरिकाको टेक हब मानिन्छ, तर आज यो सहर अनेकौं चुनौतीबाट चलिरहेको छ। आज हामी यो भिडियो मार्फत देखाउँदैछौँ सियाटलको असली अनुहार। अमेरिकाको वाशिंटन राज्यको सबैभन्दा ठुलो र प्रशान्त उत्तर क्षेत्रको प्रमुख तटीय सहर हो। हरियाली क्षेत्रले घेरिएको सहर हो। सुन्दर अनि मनमोहक दृश्यले कैद र प्राकृतिक रूपले मात्र नभई विश्वका ठुला ठुला कम्पनीहरूले भरिएको सहर हो। एमाजोन, माइक्रोसफ्ट र विश्वका प्रख्यात कम्पनीहरू रहेको हुनाले हरेक वर्ष हजारौं मान्छेहरू यहाँ रोजगारीका लागि आउँदछन्। यहाँ राम्रो स्यालेरी प्याकेज र यस क्षेत्रमा लग्जरी होटल, इन्टरनेसनल रेस्टुरेन्ट, जसले गर्दा हर कोहीलाई प्रभावित गराउँदछ। तर यो उज्यालोको पछाडि लुकेको छ एउटा अन्ध्यारो सच्याइ। सियाटलको बाटोमा हिँड्दा हजुरले एउटा अलगै दुनियाँ देख्नुहुन्छ। सडकको फुटपाथमा टेन्ट, पार्कमा लथालिङ्ग कपडा र सडकको किनारमा जोम्बी स्टाइलमा उभिरहेका मान्छेहरू र सडकको पेटीमा सुतिरहेका मानिसहरू। यस सहरको टोटल पपुलेसन 8 लाख माथि छ र यस क्षेत्रमा 16,000 माथि मानिसहरू होमलेस छन्, जो पहिला आफ्नो घरमा बस्दथे, आफ्नो रोजगारमा जान्थे र जसका हजारौं आफ्ना सपना थिए, तर आज उनीहरूको सपना टुटेको देखिन्छ। सियाटलमा हजारौं मानिसहरू यस्ता छन् कि खुल्ला आकाशलाई छत मानेर, सडकको पेटीलाई बिस्तारा मानेर आफ्ना जीवन कटाइरहेका छन्। एकचोटि कल्पना गर्नु त, तपाईँ बिहान उठ्दा तपाईँको खुल्ला आकाश, छत र जमिन बिस्तारा हुन्छ। सियाटलको होमलेस मान्छेहरूको दिनचर्या यसरी नै बित्ने गर्दछ कि बिहानै उठ्नु पर्दछ ताकि पुलिसले जति बेला पनि उठाउन सक्छ। फेरि खानाको खोजीमा बाहिर निस्कनु पर्ने हुन्छ, कोही एनजिओको खोजीमा या फुड ब्याङ्कको खोजीमा, दिनभर या कामको खोजीमा बाँच्नको लागि सङ्घर्ष गर्दा। अनि राति त झनै कठिनाइ, मुटु काम्ने जाडो, वर्षाको मौसममा पानी, राति सुतिरहेको बेलामा कसैले ज्यान मार्ने जोखिम। यस क्षेत्रमा पुरुष मात्र नभई महिला र बच्चा पनि छन्। त्यसमाथि महिलाहरूलाई यो जीवन झनै कठिनाइ हुन्छ। हिंसाको, शोषणको। प्राय महिलाहरू बच्चासँगै टेन्टमा सुत्दछन्। यी बच्चाहरू न सुरक्षित छन्, न त यिनीहरूको भविष्यको कुनै ग्यारेन्टी जो छ। आश्चर्य लाग्दो कुरो त, यति डेभलप सिटी पनि किन यस्तो महँगो कोठा। सियाटलमा एउटा कोठा जो यति महँगो छ कि सामान्य रोजगार गर्ने व्यक्तिले पनि स्ट्रगल गर्दछ। यहाँ $900 देखि $2,200 सम्म एउटा कोठाको रेन्ट रहेको छ, जुन सामान्य स्ट्रगल गर्ने व्यक्तिलाई पनि प्राप्त हुँदैन। रेन्ट दिनौँ बढ्दै गएको, तर इन्कम भने उस्तै रहेको छ। सानो गल्तीले जसले रोजगारसम्म पनि जान सक्ने। जब इन्कम बन्द हुन्छ, जसले घर बचाउन गाह्रो पर्दछ। भोकमरी, मानसिक डिसअर्डर, डिप्रेसनले गर्दा यी व्यक्तिहरू सडकमा आउन बाध्य हुन्छन्। नसा गर्ने, कुलतमा लाग्ने र आफ्ना दिनचर्या यसरी नै बिताउने गर्दछन्। सो कारण सियाटलमा दिनौँ होमलेसको जनसङ्ख्या वृद्धि भएको छ।